नमस्ते सबैजनालाई। आज चाहिँ म एउटा स्टिकले कसरी स्टिचिङ गर्ने भनेर सिकाउने भन्दा पनि म आफै गर्दैछु। त्यो हेरेर तपाईहरुले पनि गर्न सक्नुहुन्छ। एउटा स्टिकले स्टिचिङ गर्न चाहिँ धेरै सजिलो छ र राम्रो पनि छ है। त्यो एकदम राम्रो हुन्छ। मैले पनि एक्सर्साइज गर्नुभन्दा अगाडि चाहिँ स्ट्रेचिङ र वार्म अप चाहिँ अलिअलि गरेको राम्रो है। त्यसले चाहिँ इन्जुरी हुँदैन है। ल कसरी गर्ने तपाईले स्टिक लिने सुरुमा चाहिँ अगाडि पछाडि गर्ने यसरी। यसले चाहिँ मोमेन्टम लिने हो क्या हाम्रो मसललाई बढाउनलाई। मसललाई मुभ हुनलाई एकदम मोमेन्टम दिने हो क्या। यसो गर्ने अनि त्यहाँबाट माथि पनि गर्ने यसरी। मसल जहाँ पनि घुमोस् कि अगाडि गर्दा पनि घुमोस्, माथि गर्दा पनि घुमोस्। अनि त्यहाँबाट रोटेसन गर्ने कुनको लागि सोल्डरको लागि यसरी छेउछाउ समाएर यसरी। अनि पछाडिबाट पनि यसरी। त्यो चाहिँ सोल्डरको पुरै मसल ग्रुप वार्म हुन्छ, स्ट्रेच हुन्छ। त्यहाँबाट सिम्पल बाइसेप पनि कल हान्ने। फेरि यो चाहिँ अब बाइसेपको स्ट्रेचिङ हुन्छ। तर गर्दाखेरि बाइसेपमा पछि बाइसेप हेभी गर्दाखेरि चाहिँ बाइसेपमा इन्जुरी नहोस् भनेर हो। यो मुभमेन्ट मैले गरेको छ भन्छ हैन, त्यही भएर के रिभर्स पनि हान्ने। यो चाहिँ मुभमेन्ट भयो नि त, मसलको मुभमेन्ट भएपछि अलिक हेभी हान्नलाई सजिलो हुन्छ क्या। सुरुमा चाहिँ लाइट वेट हान्नुपर्छ क्या, त्यही भएर। अनि त्यहाँबाट पुरै यो पनि हान्ने रिस्टको लागि। रिभर्स पनि सेम। अब उता ढाडको ढाड तन्काउने साइडमा। त्यही गरेपछि फेरि राख्ने, यसले समाउने अगाडि र फेरि यस्तो गर्ने। तपाईँहरूसँग लट्ठी छैन भने डोरी लिएर पनि गर्न सक्नुहुन्छ है। डोरीले नै यसै समाउने, छेउछाउमा यसै समाउने, डोरी लिएर पनि गर्न सक्नुहुन्छ। ढाड पड्क्यो बोला। पुरै तन्काउने के करक्कै पुरै तन्काउने के फिल होस् के। यो पनि होल्ड गर्ने अनि होल्ड गर्ने पुरै तन्किन्छ बडी। घाँटी पनि सही। फेरि
घाँटी घुमाउने यसरी घाँटीलाई यति गर्ने भरे सोल्डर घुमाउनु परेन, किनकि सोल्डरको काम चाहिँ हामीले यसरी गरिसक्यो नि त। यो गरिसकेपछि सोल्डरमा पहिल्यै स्ट्रेच भइसकेको हुन्छ कि यो गरेपछि यो गऱ्यो नि त हामीले, यो गरेपछि चाहिँ पहिल्यै स्ट्रेच भइसकेको हुन्छ। त्यो सोल्डर चाहिँ घुमाइरहनु पर्दैन। त्यहाँबाट अब पछाडि मुनि सर्दै जाने, टाउको गऱ्यो सोल्डरको गऱ्यो होइन। अब कम्मरको यो गर्दा चाहिँ साइडको खासमा फिल आउँछ। त्यहाँबाट फेरि यस्तो यस्तो अनि त्यहाँबाट अगाडि घुट्ने चाहिँ कम्नुको लागि त्यो पछाडि पनि फेरि अगाडि अब चाहिँ कमर घुमाउने। धक्क उडोस गर्ने, धक्क अब खुट्टाको लागि हल्का हल्का केही थियो भने अब खुट्टाको अगाडि तन्काउने अब चाहिँ पनि अब खुट्टाले यस्तरी घुमाउने, फेरि तन्काउने पनि खुट्टा यस्तो घुमाउने साइडमा अनि गर्ने। अनि यसरी यो खुट्टा अब साइडबाट यसरी ल्याउने, साइडबाट यसरी ल्याउने, यो पछाडिबाट यसरी टेक्ने नि, हल्का प्रेस दिने, अर्को पनि सेम। के अब यो रिस्ट घुमाउने, खुट्टाको लाठीले चाहिँ सपोर्ट गर्ने, कसैलाई ब्यालेन्स गर्न गाह्रो हुन्छ, त्यही भएर यसरी लाठी टेक्ने, ब्यालेन्स गर्ने, उल्टो घुमाउने। यो पनि निको जोइन्टको लागि पनि यो गर्ने, उल्टो पनि घुमाउने, दुईतिरै घुमाउने, अगाडि पछाडि गर्ने, अर्को यसरी घुमाउने, फेरि अब अर्को साइडमा घुमाउने, अगाडि पछाडि गर्ने। अगाडि पछाडि गरेपछि फेरि यो कम्मरसम्म जोइन्टको लागि यसरी घुमाउने। लाठी चाहिँ पुरै ब्यालेन्सको लागि लाठी है। लाठी छैन भने वालमा टेकेर गरे पनि हुन्छ। फेरि अर्को अब यो गर्ने, यसरी तान्ने, अगाडि ब्यालेन्स गर्ने, ब्यालेन्स भएन भने लाठीले यसरी टेक्ने, त्यहाँबाट खुट्टालाई अगाडि यसरी ल्याउने,
साइडमा लग्ने यसरी अनि पछाडि लग्ने सेम अघि खुट्टा पनि अगाडि यसरी ल्याउने अनि पुरै यसरी गर्ने साइडमा लग्ने अनि पछाडि ल्याउने त्यो भएपछि अब चाहिँ यो पोजिसनमा बस्ने सेकुटाजी पोजिसन हुन्छ है टक्कै यसरी बस्ने लट्ठी अर्डरहरू राख्ने मुनि बस्ने जहिले मुनि जाने अनि होल्ड गर्ने कति होल्ड गर्न सक्छ गर्ने होल्ड गर्ने त्यहाँपछि बिस्तारै माथि आउने फेरि मुनि जाने फेरि बिस्तारै माथि आउने फेरि मुनि जाने फेरि बिस्तारै माथि आउने फेरि मुनि जाने फेरि बिस्तारै माथि आउने यो गर्ने अब चाहिँ त्यहाँबाट साइडको साइड गर्ने यो सबै मुनि जाने टक्क मुनि जाने सकिन्छ भने घुँडामा हात राख्ने औँलामा हात राख्ने सकिन्छ भने सकिँदैन भने यदि गर्ने चेन्ज त्यो गरी सकिन्छ खुट्टामा हात राख्ने अझै सकिन्छ भने यहाँ समाउने त्यो गर्ने फेरि अब चाहिँ अगाडि यसरी जाने खुट्टा घुमाउने यसरी यो पोजिसनमा बस्ने टक्क यो पोजिसनमा बस्ने तन्काउने भने फेरि उता यो पोजिसनमा बस्ने तन्काउने भने अझै चाहिँ खुट्टा घुमाउने अघि यसरी गरेको थियो भने अब चाहिँ खुट्टा उचाल्ने पछाडि खुट्टा अघि यस्तो थियो है खुट्टा है अघि यस्तो थियो अब उचाल्ने यसरी फेरि उतापट्टि यस्तो बस्ने उचाल्ने खुट्टा यसरी फेरि अब चाहिँ अघि यस्तो उचालेको थियो भने अब चाहिँ घुमाउने उल्टो घुमाउने खुट्टालाई यसरी टेक्ने यसरी पुरै खुट्टाको माथिको भागले टेक्ने अनि गर्ने सेम अर्को पनि त्यस्तै यदि गरिसकेपछि अब बटरफ्लाई पोजिसनमा जाने यसरी यस्तो गर्ने बस्ने खुट्टालाई जोड्ने अनि ल्याउने पछाडितिर समाएर अनि खुट्टा हल्लाउने यसरी यो चाहिँ पुरै खुलोस् के तिलादेखि लिएर खुट्टा जोड्नेसम्म सबै खुल्छ यसले चाहिँ यसरी गर्ने अगाडि पछाडि गर्ने अनि खुट्टा हल्लाउने यति गरेपछि अन्त यो पोजिसनमा बस्ने यसो गर्ने यो पोजिसन यो खुट्टाले यसरी टेकेर कुनै यसरी टेकेर अनि यसरी बस्ने एकैछिन बस्ने यसरी ठक्क रिल्याक्स गरेर बस्ने यसले खुट्टा स्ट्रेचिङ हुन्छ क्या राम्रोसँग टक्कै यसरी बस्ने अनि उठ्ने अनि त्यहाँबाट खुट्टालाई यसरी बस्ने नर्मल बस्ने बसेपछि यो खुट्टालाई यसरी ल्याउने यो खुट्टालाई पछाडि लाने यस्तरी लगाउने अनि जिउलाई घुमाउने जिउलाई उल्टो घुमाउने यसरी अनि होल्ड गर्ने 3 4 5 6 7 8 फेरि ल्याउने घुमाउने ल्याउने उल्टो अब चाहिँ यो खुट्टाले यसो गर्ने यो खुट्टा तन्काउने अनि उल्टापट्टि 1 2 3 4 5 6 7 8 ओके अब चाहिँ यो चाहिँ यतिको चाहिँ खुट्टाको लागि हो अब चाहिँ ढाडको लागि पनि एक्स्ट्रा स्टिचिङ गरौँ ढाडको लागि पनि यस्तो गरेर घुँडाले टेक्ने हातले टेक्ने त्यहाँबाट ढाडलाई चाहिँ पुरै माथि आकाशतिर घचाड्ने यसरी पुरै माथि यस्तरी 1 2 3 4 5 होल्ड गर्ने फेरि मुनि अब चाहिँ मुनिपट्टि यसरी आकाशतिर हेर्ने कम्मरलाई माथि ल्याउने पेटलाई चाहिँ मुनि लाने 1 2 3 4
फेरि माथि ल्याउने, फेरि मुनि लाग्ने, यस्तो गर्ने। अब चाहिँ पछाडि तन्किने, अघि यस्तो थियो भने अब चाहिँ पछाडि तन्किने, हातलाई पुरा अगाडि लाग्ने, अनि त्यहाँबाट आफूले अगाडि चढ्ने। अब सुक्क माथि जाने, यसरी माथि हेर्ने, झुला पुरै तन्काउने, खुट्टादेखि तन्काउने, फेरि पछाडि आउने, फेरि माथि जाने, फेरि माथि आउने, फेरि यस्तो गरेर अब चाहिँ दायाँ बायाँ हेर्ने, यस्तो यसरी बस्ने, टक्क अनि त्यहाँबाट उता हेर्ने, फेरि उता हेर्ने, फेरि उता हेर्ने, फेरि उता हेर्ने। ओके, यति गरेपछि चाहिँ स्ट्रेचिङ कम्प्लिट हुन्छ। यति गरेर स्ट्रेचिङ कम्प्लिट हुन्छ गाइज। अब स्ट्रेचिङ सकेपछि चाहिँ एक्चुअली पुसअप गर्दा राम्रो हुन्छ है। स्ट्रेचिङ सक्यो, अब एक्चुअली पुसअप हान्ने, वार्मको लागि पुसअप गर्ने है। बस्ने, धेरै गर्नु पर्न बिस्तारै गऱ्यो भने वार्म कम्प्लिट भइहाल्छ है। तर नर्मल पुसअप गर्ने, 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20। यति गरेपछि चाहिँ स्ट्रेचिङ कम्प्लिट हुन्छ है। स्ट्रेचिङ कम्प्लिट हुन्छ, वार्म पनि अर्को भएको हुन्छ, पुसअप गरेपछि वार्म पनि हुन्छ। यो चाहिँ फुल बडी स्ट्रेचिङ र वार्मअप। त्यहाँबाट बडी मेकिङ बडी टुक बडी बनाउनलाई सुरुमा स्ट्रेचिङै गरे जहिले पनि। स्ट्रेचिङ गरेपछि चाहिँ पुरै मसल मुभ हुन्छ, अनि त्यहाँबाट इन्जुरी हुने चान्स कम हुन्छ क्या। हामी डाइरेक्ट वेट उठाउन थाल्यो, डाइरेक्ट एक्सर्साइज गर्न थाल्यो भने चाहिँ मसलले त्यो मोमेन्टम लिइसकेको हुँदैन, अनि त्यहाँबाट यतिकै वाट्दै जाँदाखेरि चाहिँ मसलमा इन्जुरी आउने चान्स धेरै हुन्छ क्या। त्यही भएर जहिले पनि स्ट्रेचिङबाटै सुरु गर्नु, एक्सर्साइज गर्दा चाहिँ। यति नै हो। प्लिज गाइज, फिटनेस रिलेटेड हेर्न मन छ, म चाहिँ फिटनेस सम्बन्धी नै भिडियोहरू बनाउँछु होइन। आफू पनि एक्सर्साइज गर्छु र भिडियोहरू पनि हाल्छु। त्यही भएर यस्तो चाहिँ भिडियो फिटनेस सम्बन्धी भिडियोहरू हेर्नुहुन्छ भने चाहिँ प्लिज लाइक गर्नु होला, लाइक सब्सक्राइब सपोर्ट पनि गर्नु होला। यो सपोर्ट